चिलिङ आवर पुगेको हुनु पर्यो। अब पोखरातिर गर्मी ठाउँमा पनि होला स्याउ, तर चिलिङ आवर पुग्दैन। चिलिङ आवर नपुगेपछि स्याउ त फल्छ, मिठो हुँदैन। बुझ्नुभयो? किन स्याउ हिमाली क्षेत्रमा किन स्याउ मिठो हुन्छ भन्दाखेरि यहाँ चाहिँ चिलिङ आवर पुग्छ कि स्याउलाई हरेक कुराको लेप फ्याक्टर चाहिँ छ होइन। तर सबभन्दा ठुलो त परिश्रम गर्नु पर्यो। अब यो चाहिँ अब यो 1 वर्षको स्याउ होइन, पोर्चल यहाँ काटेछ, पोर्चल यहाँ काट्यो होइन, यहाँ काट्यो। हेर्नुहोस् त यो यसलाई हामी त प्रोफेसनल भइसक्यो नि। यो 1.5 मिटर गइसक्यो होइन। अब यसलाई हामीले हाँगा निकाल्नु पर्यो, फल फलाउनु पर्यो। अब यसपालि अहिले भर्खरै होइन, मैले माघमा काट्छु होइन। मैले यो 70% फाल दिन्छु यहाँ, हो यतिमा मैले फाल दिन्छु होइन। अनि यो अर्को साल अर्को नयाँ हाँगा निस्कन्छ। यहाँ चाहिँ अब स्याउ र बोटहरू आउँछ क्या एकदम। यो चाहिँ सिङ्गल स्पिन्डल क्लोमन सिस्टममा एउटा मात्रै हाँगा पठाउने। यसलाई 14 फिट पठाउने, यहाँ हाँगा यति निकाल्ने। यो एउटा बोटबाट 40-50 किलो खान पाउँछ। होइन त्यसमा चिलिङ आवर मात्र होइन नानी, चिलिङ आवर एउटा छ। एउटा चाहिँ हाम्रो मुस्ताङमा चाहिँ के छ भनेपछि एकदम कडा छ नि माटो। जति कडा माटो हुन्छ है, सबै बोट बिरुवा तपाईँ बन्दा रोपे पनि मुस्ताङको सागसब्जी किन यति मिठो हुन्छ, मुस्ताङको दाल किन यति मिठो हुन्छ भने फाइट गरेर निस्कनु पऱ्यो नि। कडा छ नि, फोर्न गाह्रो छ नि उसलाई। ऊ त स्ट्रगल गरेर निस्कनु पऱ्यो नि। जति उसले स्ट्रगल गरेर निस्कन्छ उसको क्वालिटी राम्रो हुने हो। अब पोखरा तपाईँहरूको गर्मी ठाउँमा स्ट्रगल गर्नै पर्दैन। विकासे है रोपिदियो फ्यास उम्रिन्छ, खाँदाखेरि पनि टेस्ट हुँदैन। हाम्रो यहाँ त अब एकदम लडेर बोट बिरुवा चाहे मकै हो चाहे जेसुको यस्तो कडा माटोबाट आउनु पर्यो उसलाई। अनि यो मल्चिङ पनि गर्नु पर्यो यसैको लागि केको लागि गर्नु? होइन, मल्चिङमा त दुईटा फाइदा छ मलाई। एउटा झार कोर्नु परेन होइन, एउटा झार कोर सफा भयो, अनावश्यक खर्च धेरै भएन। त्यसपछि अनि मल्चिङ गरेपछि तपाईँको यो जुन प्लास्टिक छ नि, यो मल्चिङ गरेपछि यो ठाउँमा चाहिँ तपाईँको झार भएपछि जस्तै स्याउको अहिले त स्याउ फल्या छैन, स्याउ फल्ने टाइममा चाहिँ घाम लाग्यो नि यहाँ झार भएपछि त त्यो उसले तातो पाना पाउँदैन। यदि यो नाङ्गो भयो भने त यसले त हिट फाल्छ, अनि स्याउलाई हिट चाहिन्छ। स्याउ छिटो पाक्छ, अनि स्याउ छिटो पाक्छ। छ अरू क्वेसन छ? सबै कृषिको रहेछ। कृषि गर्न गाह्रो छ, एकदम तन र मन र सुटले नदिकन कृषि पास हुँदैन, एकदम गाह्रो छ। तर कृषिमा चाहिँ कृषि राम्रोसँग गऱ्यो भने स्कोप पनि छ। कि हामीले अहिले मसँग यो 2500 बोट छ, यसपालि चाहिँ 25-30 लाखको स्याउ बेचेँ होला मैले। मेरो स्याउहरू सबै 1 वर्ष, जस्तै यो 1 वर्ष भने अब मान्नुहोस् यहाँ 800वटा बोट छ होइन। यो 800 बोटले मैले अब 6 वर्षपछि एउटा बोटले मलाई 30 किलो फल्यो भने 24 टन फलाउने भयो। यो स्याउहरू चाहिँ 200 रुपियाँ किलोमा जान्छ। 24 दुना 48 लाख। यही फार्मबाट मैले 48 लाख रुपियाँ कमाउँछु त, 48 लाख। यो पुरै होल फार्मबाट मैले 6-7 वर्षपछि मैले झन्डै 70-80 लाखको स्याउ यही फार्मबाट बेच्छु भनेपछि यसमा एकदम मेहनत पनि छ, एकदम लगानी पनि छ। यो खेत बनाउनलाई मलाई 50 लाख लाग्यो। किनभने यो खेत मैले अर्काको किनेको 35 लाख रुपियाँ तिर्यो, अनि बाँकी खेत बनाउँदाखेरि मलाई 15 लाख रुपियाँ खर्च छ। मलाई यो खेतको लागि मेरो बोटसोट हालेर सबै हालेर मेरो 50 लाख खर्च हुन्छ। 35 लाख त ल्यान्डलाई किनेको हुनु। अनि यो प्लान्टहरू चाहिँ कतिको गर्ने क्यार्ने हुन्छ? होइन, प्लान्ट त अब यसपालि झन्डै यहाँ 800 बोट लगाएकोमा जानी सबै राम्रो बोट त आउँदैन यहाँ त। कुनै विक बोटहरू आउँछ। विक बोट त 25 अब 800वटा बोट लाउँदाखेरि 50वटा मर्ने भनेको त्यो साधारणमा गन्छ कि है। त्यो किनभने टाढाबाट ल्याउँदाखेरि कोही घाउ भएको होला, कोही विक होला। यहाँ छ नि त, यो विक छ नि त, यो बढ्नै सकेन है। रोग लागेको होइन नानी, यो एक त यसलाई यसको जरा विक हुनुपर्छ। जरा विक भएको भएर यसलाई मैले न्युट्रिसन त दिएको हो। अब बल्ल उसले यति गर्यो होइन। अब अर्को साल फेरि एकचोटि मैले राम्रोसँग न्युट्रिसन दिएँ भने जेसो मलाई लस भन्ने होइन। अब यो स्याउहरूले मलाई फल दिनु थाल्यो भने ऊ बल्ल 1 वर्ष मलाई लस हुन्छ क्या यस्तो बोटहरूले चाहिँ। होइन, यस्तो छ, यो ठुलो बोटमा चाहिँ सबभन्दा ठुलो कुरा के छ भनेपछि यो एप्पल फार्मिङमा चाहे तपाईँहरूको जुनसुकै फार्मिङमा है एकदम बुझ्नुपर्ने चाहिँ मेन रिसोर्सेसहरू चाहिँ नाइट्रोजन
फस्फरस क्याल्सियम के अरे पोटास यो तिनवटा त बेसिक चाहियो हरेक चिजलाई चाहियो। त्यसपछि माइक्रोन्युट्रिसन भन्दा तपाईँलाई थाहा छँदैछ होइन। तर सबभन्दा बढी चाहिँ अब नाइट्रोजनको आफ्नै काम छ, फस्फरसको आफ्नै काम छ, पोटासको नाइट्रोजन कहिले पनि बेसी नलगाउनु, चाहे धान खेतमा होस् चाहे जेसीमा। नाइट्रोजनले के गर्छ, खालि पत्ता मात्र ठुलो बनाउँछ, बोट बिरुवा मात्र हुर्काउँछ, क्वालिटी बनाउँदैन। नाइट्रोजन बढी दिन थाल्यो भने सबै कृषकलाई लस मात्रै हो। त्यही भएको भएर नाइट्रोजन कसरी बढी भयो भन्ने कुरा चाहिँ मैले यो बोटहरूलाई नाइट्रोजन बढी भएको छ, यो पत्ता ठुलो छ नि, यो पत्ता ठुलो भयो, यो बोट सब्रियो, यो सुरुमा रोपेको सालहरूमा चाहिँ 1-2 वर्ष चाहिँ नाइट्रोजन पेल्ने, त्यसपछि नाइट्रोजन रिड्युस गर्दै ल्याउनुपर्छ। नाइट्रोजन बढी भयो भने स्याउ ऊ चाहिँ खालि उसमा जान्छ कि ग्रोइङमा मात्र जान्छ कि ग्रोथमा मात्र जान्छ, खालि हाँगा निकाल्ने, पत्ता निकाल्ने, अनि पत्ता ठुलो बनाउने, ग्रोथमा मात्र गयो, फलमा ध्यान दिनु। भेजिटेसन ग्रोथ भयो भने के हुन्छ, स्याउ सानो हुन्छ, कलर आउँदैन, है मलाई लसै लस हो। त्यही भएर नाइट्रोजन चाहिँ जति फल खानु खोज्छ नाइट्रोजन चाहिँ रिड्युस गर्दै आउने। जस्तै अब पोटासले के गर्छ, पोटास हाल्यो भने पोटास बढी मात्रामा हाल्यो, पोटासले त के अरे जरा पनि बलियो बनाउँछ, पोटासले फल मिठो बनाउँछ, पोटासले फललाई के अरे चम्किलो बनाइदिन्छ। पोटास बढाउनु पर्यो होइन। त्यसै फस्फोरसले के गर्छ, जरा मोटो बनाइदिन्छ है। अब नाइट्रोजन चाहिँ घटाउँदै आउने हो फल खाने बेलामा। तपाईँहरूले पनि अब यो भाइ बहिनीहरूले के भन्नुपर्छ भने धान खेतहरू रोप्दाखेरि पनि फल खाने बेलामा बढी हाल्नुपर्ने पनि ध्यान दिनुपर्ने चाहिँ माइक्रोन्युट्रिसन र पोटास र फस्फोरसलाई हो। अनि सुरुमा धान अग्लो बनाउनु पर्यो, सुरुको लटमा चाहिँ नाइट्रोजन अलिक बेसी हालिदियो, त्यसपछि अनि नाइट्रोजन स्टप गर्ने हो, त्यसपछि अनि फस्फोरस र माइक्रोन्युट्रिसन र पोटास हाल्दै आउने। अनि के रोग किराको प्रकोप कति? रोग किरा त आउँछ। अब जस्तै अहिले यहाँ मलाई विली फिड भन्ने छ, तपाईँले त्यो स्याउमा सेतो देख्नुभयो होला, यो विली फिड भन्ने किरा हो है। यो विली फिड भन्ने किरा हो है, कपासे किरा हो कि। भिडियोमा त यो विली फिड चाहिँ विली फिडले खास समस्या चाहिँ पार्दैन, बोटलाई पनि त्यति साह्रो असर त पार्दैन। योभन्दा खतरा रोग हामीलाई के छ भने स्याउ फल्ने बेला माइट्स भन्ने हुन्छ। माइट्स लगाएपछि स्याउ ठुलो हुन दिँदैन, स्याउ मिठो हुन दिँदैन। अब यो विली फिड लगाएकोमा त मैले अब जस्तै यो अहिले यो पत्ता छ होइन, 1 महिनापछि पत्ता झर्छ। त्यसपछि मैले यसलाई के अरे इन्सेक्टिसाइड, कुनै पनि इन्सेक्टिसाइड एकचोटि छर्क्यो भने यो सबै मर्छ। यो कन्ट्रोल गर्नलाई मैले वर्षको 2-3 चोटि मैले इन्सेक्टिसाइड हाल्नुपर्छ। अनि सर यो हाई डेन्सिटीमा बढी रोग किरा देखिन्छ कि नर्मलमा? त्यो त अब फर्म म्यानेजमेन्टमा भर पर्छ। रुटिन अनुसार हाल्यो भने त 2 आउँदैन, अल्छी गऱ्यो भने त 2 आउँछ। अनि योलाई चाहिँ अब मैले 1 महिनाभित्र औषधि नहाल्ने हो भने हिउँ पऱ्यो भने यो सबै यहाँ सबै नाङ्गो बनाउँछ, सबै यहाँ गएर बस्छ, जरा मुनि गएर बस्छ कि। हिउँ पर्दा कस्तो हुन्छ नि? हिउँ पर्दा सबै सेतै हुन्छ त नि, हिउँले त मारिहाल्छ त्यसलाई। यो सबै गएर जरा मुनि गएर लुक्छ क्या। त्यही भएर 1 महिनापछि मैले यो फार्म सबैमा इन्सेक्टिसाइड हाल्नै पर्छ। इन्सेक्टिसाइड भन्दा थाहा होला तपाईँलाई, अहिले त विभिन्न नामहरू पाउँछ, 10औं थरीको पाउँछ मार्केटमा गएपछि होइन। तिमीहरूलाई केही सोध्न सुने हो कि नै? होइन यो त अब यो पत्ता सबै यस्तै भएर झर्ने हुने, नाङ्गै हुने। अब पुसको अन्तिममा त सबै पत्ता सबै झर्छ नि, सब नाङ्गो हुन्छ। फलको आकारमा पनि फरक हुन्छ कि हुन्न त हाई डेन्सिटी र नर्मलमा? हाई डेन्सिटी ठुलो हुन्छ, ठुलो हुन्छ। यो लोकल बढी फल्ने भएर लोकल सानो हुन्छ। लोकल त यो ठुल्ठुलो बुट्टाहरू, यो ठुलो बुट्टाले त 150देखि 200 केजीसम्म फल्छ ठुलो। यसले त म्याक्सिमम् फल्ने भनेको 30-40 किलो हो, त्यसले त 200 किलोसम्म फल्छ। ल सबैजना त्यो भर्याङमा बस्नु अनि फोटो खिच्नु मुस्ताङको, स्कुलमा टाक्ने हुन्छ जानु, सबै भर्याङमा बस्नु।